जेएनजी भन्ने चाहिँ आतंककारी हो, लुकेर हो, डाका हो, फटा हो। यो जेएनजी भने बदनाम नाम हो नेपालको लागि। त्यो भएर जेएनजी मुर्दाबाद, जेएनजी निषेध। जेएनजी भनेका को हुन्? आतंकीकारी हुन्। जेएनजीलाई मेरो सरकार आयो भने म जेएनजीलाई जेल हाल्छु भनेर अहिले पनि महेश बस्नेत बोलिराखेको छ। अहिले पनि महेश बस्नेत त्यो कुरा बोलिराखेको छ। राजनेताको बोल्ने कुरा हो त्यो। राजनेताले त्यस्तो कुरा बोल्छ? कसरी यिनीहरूको पछि गएर भोट माग्ने? अब त्यहाँ मिटिङ बैठकमा म भदौको महिनादेखि जान सकेको छैन, मेरो मनले मानेको छैन। अब चुनाव आयो, चुनावमा नेताहरू उठेका छन्, मैले जानुपर्छ नि त, भोट माग्नुपर्छ एमालेको नाममा। कसरी माग्ने? मान्छेले टाउको हेर्छ नि त, हेर्ने त टाउको हो जनताले। टाउको कस्तो छ त हाम्रो? दमक सफा नगरहरू मध्ये पर्छ, व्यवस्थित नगरहरू मध्ये पर्छ। यो महोत्तरी धनुषा जस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एडभान्स छ, सफा सुग्घर बेग्लै छ। अब उहाँ त्यो कल्चरबाट आएको मान्छे यस कल्चरमा अब उहाँले खोइ यहाँ गुइठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ मलाई थाहा छैन। यो ठाउँ त धेरै एडभान्स छ नि। एउटा देश चलाउने राजनेताले त्यो जिल्ला गुया हो, फोहोर हो र मेरो बस्ने जिल्ला सफा हो भन्न मिल्यो? ऊ देशको प्रधानमन्त्री भएर त्यो जिल्ला किन बनाएन? उसले धनुषा जिल्ला, महोत्तरी जिल्ला किन बनाएन? उसले किन दमक मात्र सफा देख्यो? त्यस्तो बोल्ने हो?